मैदान भित्र होस् या मैदान बाहिर होस्, क्रिस्चियानो रोनाल्डोको कुनै तोड छैन। रोनाल्डो दाइले रोक्न सक्ने औजार विश्वभरिमै बनेको छैन। क्रिस्चियानो रोनाल्डो एक मात्र फुटबलर बन्न सफल भएका छन् जो आफ्नो फुटबलको दमले बिलियनियर बनेका छन्। बिलियनियर यस्तो मान्छेलाई भनिन्छ जसले 1 बिलियन US डलर अथवा सोभन्दा बढी कमाइ गरेका छन्। अल नसरसँग कन्ट्र्याक्ट रिन्यू गरिकन क्रिस्चियानो रोनाल्डोले अफिसियल्ली 1 बिलियन US डलरको त्यो रिमार्कलाई टच गरेका छन्। यसलाई नेपालीमा भन्नुपर्दा 1 अर्ब US डलर। नेपालीमा पुरैलाई कन्भर्ट गर्दाखेरि जिरो यति धेरै हुन्छ कि म भन्न सक्दिनँ। माई म्याथ इज नट म्याथिङवाला सिनेरियोमा पुग्छु म, होइन? तर पनि दिस अमाउन्ट इज ह्युज। पोर्चुगलको मदिराको गल्लीको यो बच्चा अहिले विश्वको सबैभन्दा धनी फुटबलर बन्छ भनेर सायदै कसैले कल्पना गरेको थियो होला। रोनाल्डोको सक्सेसको मन्त्र के हो? अनुशासन, मेहनत र निरन्तरता। चाह्यो भने के चाहिँ हुँदैन रहेछ र केटा हो। अहिले क्रिस्चियानो रोनाल्डो एउटा फुटबल प्लेयर मात्र नभएर, एउटा ग्लोबल ब्रान्ड मात्र नभएर, धेरैको लागि आइडल मात्र नभएर एउटा मोटिभेसनको सिनोनेम पनि बन्न सफल भएका छन्। क्रिस्चियानो रोनाल्डोको अब दुईटा लक्ष्य छ मेन, एउटा 1000 गोल स्कोर गर्ने र अर्को वर्ल्ड कप जित्ने। र म त्यति नै रमाउने छु जति मेस्सीले वर्ल्ड कप जित्दाखेरि रमाएको थिएँ। यदि क्रिस्चियानो रोनाल्डोले यो दुईटा कुराहरू पुरा गरे भने, भिवा रोनाल्डो।